हेलो गाइस, स्वागत छ हजुरलाई फेरि मेरो एउटा नयाँ भ्लगमा। अहिले चाहिँ म अनि मेरो साथीहरू छन् यहाँ होइन टक्क दुईजना। अनि हामीले चाहिँ च्यालेन्ज भिडियो सुट गर्दैछौँ। च्यालेन्ज भिडियो यो हो कि मोमोजमा खुर्सानी हाल्ने, अनि जसले खान्छ बुझ्नुभयो अब हजुरले होइन, जसले खान्छ त पिरो ल्यातिन्छ। त्यसपछि अहिले गाइस हामी आएको छौँ यता दरगाहमा, भ्यू हेर्नु गाइस। यता हामी चाहिँ एउटा टपमा छौँ होइन गाइस। अनि हिजोको भ्लग कस्तो लाग्यो हेर्नु होला, अनि पछि लाइक कमेन्ट सेयर गर्नु होला, अनि पछि फेरि जसले हेर्नु आएको छैन गएर हेर्नु होला, यति भन्न चाहन्छु। ल अब चाहिँ हामीले च्यालेन्ज सुट गर्दैछौँ, अनि यहाँ अब देख्न सक्नुहुन्छ है त। ल म अहिले भन्छु ल। सो गाइस अब चाहिँ हामीले त्यो मोमोज त्यहाँ राखिसकेको छौँ होइन। सुन के गर्ने हो छोरा, गर्ने के हो भन्दा यता जस्तो तैँले खुर्सानी छ नि, पहिला तल लिएर जा, फोन लिएर जा, अनि तल जहाँ हाल्न मन लाग्छ त्यसमा हाल। फेरि कताबाट हाल्ने, फेरि पछाडिबाट क्या नदेखिने तरिकाले होइन, ठिक छ। अनि एक उल्टा जाने, हामी फेरि उता फर्किने, उताबाट फर्किने हामी। अनि त जा थाहा छ कि मलाई मुला गर्न छिटो, त फोन थाहा छ कि मलाई मुला गर्न छिटो, त फोन लिएर जा। अनि फेरि म आउँछु फेरि। ल भोक लाग्यो जा, फोन लिएर जा। यति म जाँदैछु खुर्सानी लिएर। अब यिनीहरू पछाडि मुडेका छन्, अब मैले हाल्छु हेर है। फर्स्टमा हाल्ने मैले यो छ मोमो, यो खुर्सानी, यसलाई मैले हाल्छु यसमा हाल्छु कि पहिलाको उसमा होइन। अब हेर गाइस, यो वालामा हाल्छु म, पहिलाको लास्टमा, पहिला लाइनको। यी गाइस हेर, यो वालामा हालिदिएछु मैले। अब यिनीहरूको टर्न हेरौँ ल के हुन्छ। गाई छ मेरो बारी, मैले यो खुर्सानी हाल्छु। ओ यता नहेरिस् नि, यो खुर्सानी हाल्छु मैले गाइस। त्यसले कता हालेछ होला, यार मेरो बाली हो। ओ यता नहेर है, यस्तो नि बस्छु म चाहिँ, मैले यस्तो नि हाल्छु। म चाहिँ यसमा हाल्छु, यसमा त्यसले हालेको छैन, यसमा हाल्छु है मैले। यसवालामा हाल्छु हेर्नु है, यो वालामा मैले अहिले हातमा पक्र्न मिलेको छैन, यो वालामा हाल्छु मैले। अहिले फोन फेरि यो हाल्दाखेरि मिलेन क्या, त्यो हेर्नु है त। ल मैले हालिसकेको छु यो वालामा हालिसकेको छु मैले, यता यो वालामा हालिसकेको छु है। ल गाइस हजुर थाहा छ नि मैले कता हालेको छु। ल जा पुरानो तेरी बारी, तेरी बारी गाइस है त। ल म चाहिँ यहाँ घाल्नु जानु लाग्यो है, हेरौँ के हुन्छ। तिमीले कता हालेछ है गाइसहरू, थाहै भएन मलाई, लागिरहेको छ जस्तो लागिरहेको मलाई, तर यहाँ चाहिँ हुनसक्छ। नहेर है गाइसहरू, मैले चाहिँ घालिसकेँ है, हेर्न सक्नुहुन्छ। हैमा हालिछु है, हेरौँ के हुन्छ केटाहरूको। आइज त तपाईँको बब्बाल जाने भयो, तैँले हेर्न त हेरिनस् नि त्यता, हेरेको छ भने म कसम उता बात गरेर बसेको कसम हो नि, साँच्चै कसम। ल गाइसहरू अब को जान्छ त? ल होइन सबै जाने नि एक बारमा। ल आज मेरो टर्न हो गाइस, थाहा छ हजुरहरूलाई कहाँ राख्दैछु मैले। गाइसहरू है त, को जान्छ पहिला? तैँले खा, खुर्सानी भएको गोरे जान्छ। ल तैँले खा, गोरेको चाकबाट धुवा निस्किन्छ है गाइसहरू। यो मैले उठाएँ, ल खा खा खा। यता चटनी नै छ है, चटनी पनि छ, एक्स्ट्रा पिरो लाग्यो मिठ लाग्यो छैन। ल मेरो बारी त पास भयो है यो चाहिँ गाइसहरू। अब यसको पास मेरो बारी। ल गाइस मैले चाहिँ यो खाएको छु है, मैले यत्तिकै उठाएर खानु मगन पछाडि नदेखाएन। ल ल ल ल यसलाई चाहिँ खाइलाई, यसको टर्न गाइस। त छ जस्तो लाग्यो खाले भाइ। अब त अब मलाई नहीं कर सकता तू, फाइनली मलाई मारे गोला खायो ले। खा गाइसले खाइसकेको छ।
अब साथी जान्छस् कस्तो लाग्यो म त पिरो कस्तो लाग्यो पिरो छ गाई त्यसको मरिसकेको छ ल गोरे अब गोरेको अब गोरेको बाले अब मेरो पालो हेर गाइस ल अब मैले उठाउँछु यो वाला ल छ छैन पास भयो रणबती त यार पास मेरो त माछा चाक फाक्यो यार ल गाइस मेरो त माछा चाक फाक्यो यार ल गाइस देख्दा नदेखेँ गाइसहरू थाहा छ हजुरहरूलाई कहाँ राखिदिएको छु मैले ल होइन ल गोरे त्यही भएर अब त गोरेको र यसको छ के यार मेरो त भइसक्यो गाइस मेरो चाहिँ यसले खाइसकेको छ पुरनले त्यो तैँले लगाएको त मैले लगाएको ल ल गोरे म त तँ हेर्नु पाइन भन्नु नि त होइन तर यो भन्दा त चट्नी पिरो छ है के छ सेब भयो गाइस ल यो सेब है र मैले चाहिँ यो लिएको सकेको छु गाइस यतापट्टिको लिएको है मैले चाहिँ दुईवटा खोर्सानी छ नि बाँकी अहिले तैँले खाइस् नि सेब गाइसहरू थाहा छ अब ठ्याक्कै अगाडि छ ओ क्या सेब हो सेब भयो ल ल गाइस अब चाहिँ 3टा छ अनि हामी पनि 3टा छौँ ठिक छ अब 2टामा चाहिँ गाइस 2टामा चाहिँ खुसारी छ है त ल अब कसको हुन्छ एउटा त यसको बम भइसकेको छ 3टा मोमो छ 3टा मोमो गाइस 3टामा 2टामा खुर्सानी छ 2टामा कस्तो लाग्छ तँलाई के ल गरे ल उठा मलाई त डर लागिसक्यो अब मलाई त डर लाग्यो मलाई त पर्दैन ना टाइम नलेना लो में ओए चल चल छुयो के भयो एटा एटा मुके खुर्सानी दियो पूरा छ भाइ पुरा छ भाइ खुर्सानी छ सेबहरू सेब एटा मुक दे यता के छ भन्न नाक पसिना निस गाइस एटा अघि के हुन्छ म त कोट न ल कता पियो लास्टै गाइस न मेरो पालो किनकि तले राखेको तलाई थाहा छ न मेरो त तैँले खाइस् नि हैन योलाई फेरि थाहा छ नि त आफ्नो बारे त थाहा छ कि छैन ल भन ल्या तैँले तब पनि यो फर्स्ट छ अबे अब त्यस अब मेरो चान्स हुन्छ नि किनकि तैँले त मेरो वाला खाइस् नि त अरे तेरो हुन्छ यसको हुन्छ किनकि यो तँले मेरो वाला खायो नि चल, ठीक है। त्यही भएर ठीक है चल ठीक है चल खाली तो गाइस यसको बारे हैन मैले त दुईटा खोर्सानी हुन्छ यो खाएँ नि हाँ तो देख लिया अब चल खा यार त पिरो भयो पानी पिरो भएर गाइसले पानी हालेको छ पानी हालेको छ तैँले यो दुईटा पुन सक्छ ल खुर्सानी भन्दा त बरु चटनी पिरो छ ल यो जस्तो लाग्यो मलाई चाहिँ वो तो वही गोरे भी पता ही अब गाइजहरू हेरै उठाउँछ अब केटोले यसलाई फिक्स हान्नु भाइ मेरो यसको भन्दा बढी मेरो दिल ढुक 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 भएको छ के हेर्न मिल्दैन भाइ हेर्न मिल्दैन बस उठा दे बस सिटिङ छ म ढुक ढुक भयो यसमा थियो सेभ भएछ यो गाइस मेरो पाली एउटा छ अब गाइज खाऊ बाबु खाऊ त मिल्न नानो लाई थाहा छ कसले नानो हालेको। खाउनु अब त खानै पर्छ ओए यसले त पुरै हालेछ यार यो त हालेछ यो ओ ब्याङ्कर ल ल ल चट्नी खतरा छ तीन तला बराबर भयो है सबै एक घन्टा तीन बस्यो तला बराबर गयो खा मैले किस्मत रहेछ पुरा तपाईँ यता रियाक्सन देखाए पुरा चाहिँ पुरा छ हुने भाइ आँखाबाट आउँछु नि थाहा छ पुरा 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 देखाए
अनि कस्तो लाग्यो अघि त हरि बाँच्नु भएको छ त दाइ त ओइ ओइ कालेको मुखेर त अरे पिरो रहेछ यार नाकबाट निस्कायो गाइस रहेछ यार बबाल मजा आयो गाइसहरू है अनि यति हो यहाँ हेर गाइस पसिना पुरा पसिना निक्लिएको छ मेरो तेरो तिनटैलाई बराबर पसिनामा तर मलाई चाहिँ खासै पिरो लाग्यो नै मलाई किनकि पहिलादेखि मैले खोर्सानी खान्थेँ गाइसहरू त्यही भएर मलाई लाग्यो अलि हाम्रोबाट धुवा निक्लिएको छ तर यो दुईटालाई कानबाट निस्केछ पिरो रहेछ गाइस मुख देखायो त लास्टै पिरो रहेछ ओहो यता देखाएको लाउने कस्तो लाग्यो सागबाट गाइस अलि भेट्छु है कस्तो लाग्यो तँलाई गाइजहरू अब हेर मजा आयो कि नि यति भन्नु मजा आयो कि नि मजा त लास्टै आएको तर पिरो भइरहेछ अहिले नाकाबाट पसिनै पसिना भयो तर अब च्यालेन्ज चाहिँ नि मिठो भयो मजा आयो नि बबाल मिठो भयो ल गाइस मजा आयो पुरान दाइ कस्तो आयो तँलाई बबाल मजा आयो फर्स्टमा चाहिँ मै फसेँ कसले हालेको भने तैँले हालेको नि मैले अलिक त मोटो पनि त यहाँ चबाने बेला कुरुम कुरुम भयो यहाँ जिरामा लाग्यो एकदम ल गाइस च्यालेन्ज एकदमै मजा आयो होइन साथीहरूसँग फाइनल च्यालेन्ज आफ्नो पनि बताउनुहोस् कस्तो भयो म त डेन्जर मजा आयो भाइ यसले चाहिँ मैले त आधा हालेको थिएँ मैले आधा तोडेर हाल्थेँ तैँले कस्तो हाल्थिस् मैले त पुरा लामै चाहिँ हालेको त यसले चाहिँ यसले पनि पुरै गाइस पुरै अब म बल्ल अलिकति पोल्न लाग्यो मलाई यार रियाक्सन पार्न हुँदैछ एकछिन ल गाइस अनि कस्तो लाग्यो भिडियो भनिदिनु होला कमेन्टमा अनि लाइक सेयर गरिदिनु होला सब्सक्राइब अनि नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नु होला अनि आजको लागि यति नै अनि भोलि पनि अझै राम्रो भिडियो लिएर आउन चाहन्छु म यति भन्न चाहँदै ल आजको लागि यति नै बाई गाइस